धेरै हल्को हुनुको पीडा होइन हामीलाई गाह्रो हुने कि पुरुष पेन्सिल विद्यार्थी भिसा आउँछ भन्नु होइन अरूको नभने मेरो त्यो भन्दै गर्दै कहाँ सुरु गर्नु थ्याङ्क यू नचाउनु पर्छ नाच्ने हो नपाएको हो नि त मैले यस पूजालाई अझै बढी स्मरणीय बनाउन मलाई भिडियोमा साथ दिने मेरा आत्मीय भाइ अशोक रितिजलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। So, alright guys, what's up everyone? It's me, Ashok Ritiz. Come back with the another episode of Ritiz Vlogs. So, आज चाहिँ सरस्वती पूजाको नि एउटा कन्टेन्ट भेटिहालेँ। हिजो प्लानिङ भएको थियो अनि त्यसपछि अनि दाइहरूले उहाँबाट आजको भिडियो बनाउनुपर्छ, बवाल हुनुपर्छ भनेर मेसेज गर्नुभएको थियो। सो आज म त्यसैले भ्लगिङको लागि जाँदैछु। दिन लास्ट चिसो परिरहेको छ। सो टेक केयर एभ्रिवान। बाहिर चाहिँ निकै चिसो छ, कुहिरो लगाइरहेको छ। अघि यहीँसम्म लाग्थ्यो, पारीहरू नि अहिले कुहिरो त्यता लगाइरहेको छ कुहिरो। हिमालको भ्यूहरू पनि म चाहिँ टोटल्ली रेडी भइसकेको छु। अब चाहिँ लाग्नुपर्छ। लास्ट चिसो छ आज। लास्टै चिसो कुहिरो दामी लागिरहेको छ कुहिरोहरू। साइडमा चाहिँ चिल्ड्रेन पार्क छ, लायन्स चिल्ड्रेन पार्क। त्यो चाहिँ पर्सेन्टको सिद्धार्थ चोक हो हाम्रो जक्सन चाहिँ। सो कुहिरो लागिरहेको छ। म चाहिँ सिद्धार्थ चोक आइसकेको छु, माथिल्लो फ्लोरमा। मलाई भिडियो खिच्न बोलाएर के हो त नि आफ्नो पारा पुरा लेखेर बस्दिने।
यसलाई हेरिरहेको छ, बिचमा बस्छ। त्यस्तो गरेर चाहिँ अगाडि बसेर साइड साइडमा बसिहाल्छ। कोही यता उभिम त्यो बिचमा अगाडिपट्टि बस्छ। के हुन्छ? पोच सिकाउनु अपिल सरलाई त बसाउनु पर्छ त्यत्रो ल यो कस्तो नयाँ देख्यो खाने 25 बहुमतको जित हुन्छ है च्यालेन्ज कसले जित्ने क्यामराम्यान आइफोन ओनर आइफोन होल्डर बुच्चर कहाँ गएर अचानक ल्याउने यो अङ्गुर काट्नलाई स्याउलाई त अरू पर्दैन थ्याङ्क यू यस पूजालाई अझै बढी स्मरणीय बनाउन मलाई भिडियोमा साथ दिने मेरा आत्मीय भाइ अशोक रितिजलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आई होप हेर्नु नै भयो होला हाम्रो सरस्वती पूजा कस्तो रह्यो भनेर रमाइलै भयो। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला र रितिज भ्लग्सबाट आउने जति पनि भ्लग्सहरूको नोटिफिकेसन प्राप्त गर्नको लागि रितिज भ्लग्सलाई सब्सक्राइब गरी छेउमै रहेको घन्टीमा क्लिक गर्नु होला। अर्को भ्लग्स लिएर छिटै नै आउनेछु। बाइ बाइ गाइज, स्टे सेफ।